नमस्कार साथीहरू। आज हामी जीवन परिवर्तन गर्ने 25 अमूल्य सन्देशहरूबारे कुरा गर्न गइरहेका छौँ, जुन भगवान श्रीकृष्णले अर्जुनलाई महाभारतको युद्ध भूमिमा दिएका थिए। ती विचारहरू केवल अर्जुनका लागि होइन, हामी र हामी सबैका लागि हुन्। तसर्थ हृदयले सुन्नुहोस् र जीवनमा उतार्न प्रयास गर्नुहोस्। हामीलाई कर्म गर्ने अधिकार छ, तर यसको फलमा आसक्ति राख्नु हुँदैन। बस कर्म गर, फल परमेश्वरमा छोड। योग भनेको कर्ममा तीव्र सजगता हो। जो व्यक्ति आफूले गरिरहेको काममा समर्पित हुन्छ, उनै सच्चा योगी हो। सुखमा पनि र दुःखमा पनि समान मनस्थिति राख्न सकेको मानिस नै बुद्धिमान हुन्छ। अहंकार, लोभ, क्रोधी र दम्भ यी सबै हामीलाई विनाशतिर लैजान्छन्। त्यसैले यीबाट टाढा रहनु बुद्धिमानी हो। ज्ञान भन्दा पवित्र र शक्तिशाली कुनै पनि कुरा संसारमा छैन। त्यस्तै धर्म र कर्तव्य सधैँ स्थायी हुन्छन्, परिस्थिति अनुसार होइन। पछिल्लो जन्मको तपस्याले यो जीवनमा पनि मार्ग देखाउँछ, कहिल्यै व्यर्थ हुँदैन। आफ्नो धर्म वा कर्तव्य चाहे जस्तोसुकै होस्, अरूको धर्मभन्दा सधैँ राम्रो हुन्छ। जब जब संसारमा अन्याय बढ्छ, तब परमेश्वर सत्य र धर्मको पुनः स्थापनाका लागि अवतार लिन्छन्। ईश्वर सबैप्रति समान भाव राख्छन्, कसैसँग माया र कसैसँग घृणा गर्दैनन्। सच्चा गुरु र सच्चा विश्वासले गोप्यतम सत्य पनि बुझ्न सकिन्छ। त्यस्तै जहाँ चित्त विषयहरूमा डुब्छ, त्यही आसक्ति जन्मिन्छ र त्यहीँबाट दुःखको सुरुवात हुन्छ। अर्को रहेको छ, कामना र क्रोध जीवनमा दुश्मन हुन्। यी रजोगुणबाट जन्मिन्छन् र मन नष्ट गर्छन्। मन र इन्द्रियहरू शान्त नभएसम्म आत्मा शुद्ध हुन सक्दैन। तपाईँ आफैले आफैलाई माथि उठाउनुहोस्। तपाईँ आफ्नो सबैभन्दा ठुलो साथी र शत्रु आफै हुनुहुन्छ। जब अज्ञानता नष्ट हुन्छ, तब जीवनमा सत्यको प्रकाश फैलिन्छ। आत्मा कहिल्यै जन्मिँदैन र मर्दैन, यो सधैँ रहिरहन्छ। शरीर नष्ट भए पनि आत्मा नाश हुँदैन, आत्मा अविनाशी हो। सबै धर्म र धारणाहरू त्यागेर एकमात्र ईश्वरको शरण लिनु नै सर्वोत्तम मार्ग हो। प्रकृति परमेश्वरको नियन्त्रणमा चलिरहेको छ, हामी त्यसको साक्षी मात्र हौँ। कर्म गर्नुहोस्, तर त्यसप्रति मोह नराख्नुहोस्। अन्ततः सबै कर्म ज्ञानद्वारा शान्त हुन्छन्। वेदहरू धेरै कुरा सिकाउँछन्, तर तिनको ज्ञान, तिनको पार जानु नै लक्ष्य हो। जो आफ्नो आत्मामा रमाउँछ र सन्तुष्ट हुन्छ, उनै साँचो रूपमा स्वतन्त्र छ। जसले श्रीकृष्णको शिक्षालाई हृदयमा राख्छ र जीवनमा उतार्छ, ऊ कुनै पनि समस्याबाट नडराई अगाडि बढ्न सक्छ। यी 25 सन्देशहरू केवल धार्मिक ग्रन्थमा सीमित छैनन्, यी त जीवनका सत्यहरू हुन्। तपाईँ कुन कुरालाई जीवनमा उतार्न चाहनुहुन्छ, कमेन्टमा लेख्नुहोस्। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यसै प्रकारका प्रेरणादायी सामग्रीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला, तबसम्मका लागि सत्यमा रहौँ, कर्ममा लागौँ र जीवनलाई उज्यालो बनाऊ।